हेलो एभ्रीवान, गुड मर्निङ। अहिले चाहिँ म चिया बनाउँदैछु मम्मीको लागि, सबैको लागि। अनि यता मम्मीले चाहिँ मेरो र भाइको लागि जुस पनि रेडी गर्नुहुँदैछ। अनि जुस पनि रेडी भयो साथीहरू। अनि मैले जुस पनि खाएँ अनि त्यसको बादमा फेरि चिया पनि खाएँ। चिया खाएको बादमा यता खोले बस्नु आँटेको गाईलाई। अनि यता चाहिँ फेरि सुँगुरको चारो पनि खतम हुन आँटेको रहेछ। यहाँ कच्चो रेडी छ। अन्त महेश पनि आएछ। कति काम छ साथीहरू मेरो। अब कच्चो पकाउनु पर्ने हुन्छ अब। अनि यता चाहिँ सब्जी पनि रेडी गर्दैछु। अनि अनरस पनि काट्नु भएछ मम्मीले। अनि हामी सबैजना भएर हामी चाहिँ फेरि अनरस खाँदैछौँ। पुरा गर्नु छ साथीहरू। अनि फाइनली मेरो खाना पनि रेडी भयो। त्यसपछि खानाहरू खाएर चाहिँ ल साथीहरू म चाहिँ खाना पनि खाएँ। अनि यता भुन्टीलाई पनि चारो दिएँ होइन। अनि अर्को चाहिँ यता छ है, रकै म खाइदिँदैछु। यता छ अर्को चाहिँ अर्कोले पनि चारो खाँदैछ। अनि यस्तो घाम हेर्न सक्नुहुन्छ हाम्रो गाउँमा चाहिँ, सबैको गाउँमा यस्तो घाम छ होइन। ल साथीहरू आजको मेरो चाहिँ भिडियो यति नै, जतिसम्म सकेँ हालेँ। ल लाइक सब्सक्राइब गरिदिनै पर्छ भन्दिनँ, तपाईँहरूको मर्जी। गर्नु मन लाग्यो भने गर्नु मन लागेन भने नगर्नु। ल साथीहरू आजको लागि यति नै, बाई।